यसैगरी विशेष अतिथिको आसन ग्रहण गरिदिनु न रूपा गाउँपालिका वडा नम्बर 2 का अध्यक्ष राजन सुवेदीज्यूलाई हार्दिक अनुरोध गर्दछु। विशेष अतिथिको आसन ग्रहण गरिदिनु न रूपा गाउँपालिका वडा नम्बर 3 का वडा अध्यक्ष दिपेन्द्र गौतमज्यूलाई हार्दिक अनुरोध गर्दछु। विशेष अतिथिको आसन ग्रहण गरिदिनु न रूपा गाउँपालिका वडा नम्बर 4 का वडा अध्यक्ष मुकुन्द राजवंशीज्यूलाई हार्दिक अनुरोध गर्दछु। विशेष अतिथिको आसन ग्रहण गरिदिनु रूपा गाउँपालिका वडा नम्बर 7 का अध्यक्षज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसै गरी अतिथिको आसन ग्रहण गरिदिनु न रूपा गाउँपालिका शिक्षा विभाग तथा खेलकुद शाखाका प्रमुख बृहस्पति अधिकारीज्यूलाई हार्दिक अनुरोध गर्दछु। अतिथिको आसन ग्रहण गरिदिनु न रूपा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख रामचन्द्र ओझाज्यूलाई हार्दिक अनुरोध गर्दछु। अतिथिहरूलाई माला लगाइदिनु हुन दोभान क्लबका सदस्य सजिना जोशी र दोभान आमा समूहका अध्यक्ष रूपा श्रेष्ठज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसैगरी रूपा गाउँपालिकाका खेलकुद विकास समितिका उपाध्यक्ष सुपन श्रेष्ठज्यूलाई आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। अतिथिको आसन गरिदिनु हुन रूपा गाउँपालिका वडा नम्बर 5 का वडा सदस्य रामकृष्ण बसौलाज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसै गरी अतिथिको आसन गरिदिनु हुन रूपा गाउँपालिकाको सम्पूर्ण वडाको सदस्य 1 देखि 7 नम्बरसम्मका वडा सदस्यहरूलाई एकमुष्ट रूपमा स्टेजमा आई आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। यसै गरी आसन ग्रहण गरिदिनु हुन भिरचोक टोल विकास संस्थाका अध्यक्षज्यू र प्रतिनिधिज्यूलाई हार्दिक अनुरोध गर्दछु। अतिथिको आसन ग्रहण गरिदिनु न फेरि टोल विकास संस्थाका अध्यक्ष क्याप्टेन सन्त कुमार श्रेष्ठज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसै गरी आसन ग्रहण गरिदिनु न मुस्लिम समाज टोल विकास संस्थाका वडा नम्बर 6 का अध्यक्ष तथा प्रतिनिधिज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसै गरी आसन ग्रहण गरिदिनु न साबिक खडगाउँ टोल विकास संस्थाका सुबेदार केरसिंह गुरुङज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसै गरी अतिथिको आसन ग्रहण गरिदिनु न रूपा गाउँपालिका नेपाली काङ्ग्रेसका सभापति र प्रतिनिधिज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसै गरी आसन ग्रहण गरिदिनु हुन रूपा गाउँपालिका नेकपा एमालेका अध्यक्ष तथा प्रतिनिधिज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसै गरी अतिथिको आसन ग्रहण गरिदिनु हुन राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष सभापति राजेन्द्र सुवेदीलाई हार्दिक अनुरोध गर्दछु। यसै गरी अतिथिको आसन ग्रहण गरिदिनु न ध्रुवतारा क्लबका अध्यक्ष तथा प्रतिनिधिज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसै गरी अतिथिको आसन ग्रहण गरिदिनु बिजी देउराली भलिबल रूपा 5 का अध्यक्ष प्रतिनिधिज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसै गरी मुस्लिम समाजका अध्यक्ष तथा प्रतिनिधि रूपा 6 का अध्यक्ष तथा प्रतिनिधिज्यूलाई हार्दिक अनुरोध गर्दछु। अतिथिको आसन ग्रहण गरिदिनु न हिमदिशे क्लबका अध्यक्ष तथा प्रतिनिधिज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसै गरी अतिथिको आसन ग्रहण गरिदिनु न जागरण लालीगुराँस क्लबका अध्यक्ष तथा प्रतिनिधिज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसै गरी भिरचोक आमा समूहका अध्यक्ष तथा प्रतिनिधिज्यूलाई स्टेजमा आई आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यसै गरी सरस्वती युवा क्लब रूपा 5 का अध्यक्ष तथा प्रतिनिधिज्यूलाई स्टेजमा आई आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। अतिथिको आसन ग्रहण गरिदिनु हुन कालिका युवा क्लब रामदी 5 का रूपा 5 का अध्यक्ष तथा प्रतिनिधिलाई हार्दिक अनुरोध गर्दछु। यसै गरी अतिथिको आसन ग्रहण गरिदिनु फेदिने अखलाका अध्यक्ष मोहन बहादुर जोशीज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसै गरी अतिथिको आसन ग्रहण गरिदिनु दोभान क्लबका आमा समूहका अध्यक्ष सम्झना जोशीज्यूलाई स्टेजमा आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। यसै गरी आसन ग्रहण गरिदिनु ठुलो वन सामुदायिक
रूपा 5 का अध्यक्ष इन्द्रलाल श्रेष्ठज्यूलाई स्टेजमा आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। अतिथिको आसन ग्रहण गरिदिनु हुन रूपा गाउँपालिका 2 रूपा गाउँपालिका देउराली स्वास्थ्य चौकीका इन्चार्ज काशी अनामी गीता देवकोटाज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसै गरी अतिथिको आसन ग्रहण गरिदिनु रूपा 2 स्वास्थ्य चौकीका टोप बहादुर श्रेष्ठज्यूलाई हार्दिक अनुरोध गर्दछु। अतिथिको आसन ग्रहण गरिदिनु हुन रूपा गाउँपालिका वडा नम्बर 5 का प्रहरी इन्चार्ज तथा प्रतिनिधिज्यूलाई स्टेजमा आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। यसै गरी रूपा गाउँपालिका वडा नम्बर 6 का प्रहरी इन्चार्ज तथा प्रतिनिधिज्यूलाई स्टेजमा आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। आसन ग्रहणको क्रम म फेरि पछि जोड्न चाहन्छु। पहिलालाई स्वागत मन्तव्य राखिदिनु हुन आजका A7 साइड दोभान क्लबको बारेमा स्पष्ट पारिदिनु हुन दोभान क्लबका खेल संयोजक सुरेन श्रेष्ठज्यूलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। आजको यस प्रथम दोभान कप खुल्ला 7 साइड फुटबल प्रतियोगिताका सभाध्यक्ष तथा यस दोभान क्लबका अध्यक्ष सुजन श्रेष्ठज्यू, आजको यस कार्यक्रमका प्रमुख अतिथि रूपा गाउँपालिकाका उपाध्यक्ष लाल सुब्बा गुरुङज्यू, आजका विशिष्ट अतिथि यसै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतज्यू, सम्पूर्ण रूपा गाउँपालिकाकै सम्पूर्ण वडाका वडाध्यक्षज्यूहरू, वडा प्रतिनिधिज्यूहरू, विभिन्न सङ्घ संस्थाका टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिज्यूहरू, युवा क्लबका अध्यक्ष तथा प्रतिनिधिज्यूहरू, आमा समूहका अध्यक्ष तथा प्रतिनिधिज्यूहरू, सम्पूर्ण उपस्थित महानुभावहरू, यस कार्यक्रममा सहभागी हुने सम्पूर्ण फुटबल क्लबका अध्यक्ष तथा प्रतिनिधिज्यूहरू, सम्पूर्ण खेलाडी साथीहरू, पत्रकार साथीहरू तथा उपस्थित सम्पूर्ण खेल प्रेमी दाजुभाइ तथा दिदीबहिनीहरू, आजको यस दोभान क्लबको आयोजनामा हुन गइरहेको यो सम्भवतः रूपा गाउँपालिका गठन भइसकेपछि नि प्रथमचोटि हामी रूपा 5 फेदीद्वारा यो हामीले 7 साइड फुटबल प्रतियोगिता आयोजना गर्न गइरहेका छौँ। सम्पूर्ण उपस्थित महानुभावहरूलाई सर्वप्रथम म स्वागत गर्न चाहन्छु। हामी यो दोभान क्लब विभिन्न कालखण्डमा हामीले धेरै सामाजिक कार्यहरू गर्दै आइरहेका थियौँ, विभिन्न खेलकुद कार्यक्रमहरू गर्दै आइरहेका थियौँ र हामीहरूलाई एउटा फुटबलमा पनि यो रूपा गाउँपालिकालाई अब्बल बनाउनका लागि हामीले यो कार्यक्रम आयोजना गर्न गइरहेका छौँ। सम्पूर्ण रूपावासीहरूले हामीलाई साथ र सहयोग गर्नुहुनेछ भन्ने पनि हामी अपेक्षा गर्न चाहन्छौँ। त्यसै गरी हामी यो रूपा 5 फेदी भन्ने ठाउँ पोखरा महानगरपालिकाको सिमानामै हुँदा पनि हामीहरूले पोखरा महानगरपालिका नजिकै हुँदा पनि हामीले त्यतै नै यो फुटबल ग्राउन्ड सहज र सजिलो हुँदाखेरि पनि हामी फेदीवासीलाई रूपा गाउँपालिकाको मायाले रूपा गाउँपालिकाकै खेल मैदानमा यो फुटबल प्रतियोगिता आयोजना गर्न गइरहेका छौँ। त्यो हुनाले पनि रूपावासी सम्पूर्णलाई साथ र सहयोग गरिदिनु भन्ने अपेक्षा पनि राख्न चाहन्छु। खेलकुदले युवालाई अनुशासन, स्वास्थ्य र सकारात्मक सोचतर्फ डोर्याउने महत्त्वपूर्ण माध्यम हो। यही उद्देश्यका साथ स्थानीय खेलाडीहरूको प्रतिभा उजागर गर्ने, आपसी सद्भाव र भाइचारा अभिवृद्धि गर्ने लक्ष्य राखी यो प्रतियोगिता आयोजना गरिएको हो। यस प्रतियोगिता सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण प्रायोजक, सहयोगी संस्था, रेफ्रीहरू, व्यवस्थापन समिति, स्वयंसेवक तथा खेलाडी साथीहरूलाई दोभान क्लबको तर्फबाट हार्दिक स्वागत व्यक्त गर्न चाहन्छु। सबै खेलाडीहरूले खेल भावनाको उच्च सम्मान गर्दै
अनुशासन र मित्रताको साथ उत्कृष्ट खेल प्रदर्शन गर्नुहुनेछ भन्ने विश्वास लिएको छु। अन्त्यमा प्रतियोगिता भव्य र सफल होस्, सबै खेलाडी सुरक्षित रहन् र खेलकुदको साँचो मजा लिन पाइयोस् भन्ने शुभकामना सहित यहाँ उपस्थित हुनुभएका सम्पूर्ण प्रमुख अतिथि, विशिष्ट अतिथि तथा सम्पूर्ण उपस्थित महानुभावहरूलाई पुनः एकपटक हार्दिक स्वागत तथा धन्यवाद व्यक्त गर्न चाहन्छु। धन्यवाद। जय खेलकुद, जय दोभान क्लब। धन्यवाद खेल संयोजक सुरेश श्रेष्ठज्यू। यसै गरी आसन ग्रहणलाई फेरि जोड्न चाहेँ मैले। आसन ग्रहण गरिदिनु हुन कास्की स्पोर्टका पत्रकारज्यूलाई आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। यसै गरी आसन ग्रहण गरिदिनु हुन एम्पायर रेफ्रीज्यूलाई स्टेजमा आएर आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। यसै गरी शुभकामना मन्तव्य राखिदिनु हुन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, रूपा गाउँपालिकाका सभापति, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति राजेन्द्र सुवेदीज्यूलाई हार्दिक अनुरोध गर्दछु। मान्छे पनि एउटा प्रतिसिंहै गरेको छन्। जोस र जाँगर त्योभन्दा बढी भरिलो भएको अध्यक्ष र सायद यो सम्भवतः औपचारिक रूपमा पहिलो फुटबल प्रतियोगिता हो जस्तो लाग्छ मलाई। औपचारिक रूपमा नत्र भने हामीले जानेको भलिबल, खेलो लगायतका गेमहरू देखिराखेको छैन। पहिलोचोटि यसरी फुटबल प्रतियोगिता देख्न पाइयो। सुवेदी लगायतको सिनियर टिम यहाँहरूलाई सम्मान छ। त्यसले गरेर आजको यस कार्यक्रमका प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू, प्रशासकीय प्रमुखज्यू लगायत विभिन्न वडाबाट हामी नेपाली जनताले निर्वाचित गराएका जनप्रतिनिधिज्यूहरू, त्यस्तै गरी यो कार्यक्रमलाई सफल बनाउन सबैभन्दा महत्त्वपूर्ण भूमिका निभाउने खेलाडी साथीहरू, खेललाई सौहार्द बनाउने रेफ्री लगायत सुरक्षाकर्मी साथीहरू, विभिन्न सङ्घ संस्थाबाट यो कार्यक्रममा उपस्थिति बनाउनु भएका यो प्रतिनिधिज्यूहरू र भर्खरै देखिरहेको थिएँ स्कुल ड्रेसका भाइ बहिनीहरू पनि र सँगसँगै कार्यक्रमलाई अवलोकन गर्न पाउनुभएका सम्पूर्ण रूपाली जनसमुदायहरूमा म राष्ट्रिय स्वतन्त्र पार्टी रूपा गाउँपालिकाको सभापति राजेन्द्र सुवेदीको तर्फबाट धन्यवाद, नमस्कार र यो निमन्त्रणाको लागि यो क्लबप्रति हृदयदेखि आभार व्यक्त गर्न चाहन्छु। अब यो युवाको कार्यक्रम, त्यसमाथि पनि खेलकुदको कार्यक्रम, तर म प्रतिनिधि राष्ट्रिय पार्टीको तर्फबाट एउटा चाहिँ राजनीतिक पार्टीको तर्फबाट प्रस्तुत भइरहँदाखेरिमा राजनीतिक शब्द र राजनीतिक भाषाहरू बोल्दै राम्रो हुन्छ जस्तो लाग्छ। यस्ता कार्यक्रमहरूमा, खेलकुदका कार्यक्रम, युवाहरूका यस्ता सामाजिक कार्यक्रमहरूमा जहाँ गए पनि माइक पाउने बित्तिकै राजनीतिक कार्यक्रम, राजनीतिक शब्द र भाषा बोल्न उपयुक्त हुन्छ जस्तो मलाई लाग्दैन। त्यसैमाथि यो साउन्ड सिस्टमले पनि खासै नबोल धेरै टाढा सुन्दैन भनिराखेको अवस्था छ। यसमा म थोरै के चाहिँ जोड्न चाहन्छु भने जनप्रतिनिधिहरू हुनुहुन्छ, जनप्रतिनिधि हुनुहुन्छ, के चाहिँ जोड्न चाहन्छु भने खेलकुद भन्ने बित्तिकै जनतालाई रोगी नै हुन नदिने यो माध्यम, यसलाई हामीले जति सकिन्छ फुटबल मात्रै होइन, भलिबल मात्रै होइन, अन्य खेलहरू पनि यसरी नै व्यवस्थित गर्न सक्न पाए, त्यस्तो अनुसारका स्पोर्टहरू रूपमा पनि बनाउन पाए, त्यसको चाहिँ छुट्टै एउटा र खेलाडीले पनि खेल खेलिसकेर त्यो खेलबाट पाएको उपलब्धिले जीविकोपार्जन गर्न सक्ने एउटा वातावरण बनिदिए भन्ने एउटा मेरो चाहिँ चाहना यहाँहरूसँग पनि मैले सेयर गर्न चाहेँ। आएको हो र म बोलेको चर्को सुनिन थाल्यो। त्यसो भनेदेखि यो नसुन्नु भएका, अहिलेसम्म माइकको कारणले नसुन्नु भएका सबै
उपस्थित जतिलाई पुनः एकपटक नमस्कार अभिवादन गर्न चाहे मैले। र खेलकुद युवासँग जोडिने कुनै पनि त्यस्ता क्रियाकलापहरू जसले हामीलाई निरोगी हुन मद्दत गर्छ त्यस्ता क्रियाकलापहरू अन्य धेरै क्रियाकलापहरू हुन्। सुजन श्रेष्ठको नेतृत्वमा मैले कहिले भलिबल प्रतियोगिता देखेको छु भने अहिले आएर फुटबल प्रतियोगिता देखेको छु। सुजनको ज्यान जस्तै ऊर्जा भरि भएको मान्छे आगामी दिनमा अन्य फुटबलको पनि योजनाहरू सुजन मार्फत आउन्, यो सिङ्गो टिम मार्फत आउन्। र विशेष गरेर म युवा साथीहरूलाई राजनीतिक भाषा नजोडिकन के मात्रै जोड्न चाहन्छु भने हामी खेल खेलेनौँ भने शरीर बिरामी हुन्छ र यहाँ राजनीति कुरा नगर्दै गर्दा पनि यदि राजनीति बिग्रियो भने देशै बिरामी हुँदो रहेछ। त्यो हिसाबमा युवा साथीहरूलाई थोरै राजनीति गर्नुहोस् चाहिँ भन्दिनँ, राजनीतिक चेत चाहिँ राख्नुहोस् है। म यो चाहिँ आह्वान गर्न चाहन्छु, राजनीतिक चेत चाहिँ राख्नु पर्दो रहेछ। अहिले हामीले देखिरहेका छौँ युवाहरूले चाहँदाखेरिमा कहाँदेखि कहाँसम्म हुँदो रहेछ, केदेखि केसम्म हुँदो रहेछ। हामीले धेरै टाढो जानु पर्दैन, भदौ 23-24लाई हेऱ्यौँ भने पनि देख्न पाउँछौँ हाम्रो देश बिरामी के कारणले रहेछ, हामी जनताहरूलाई बिरामी हुनपर्ने कारणहरू के रहेछन् भन्ने कुरा हाम्रो आँखा अगाडि छर्लङ्ग छन्। यस अर्थमा पनि म युवा साथीहरूलाई अघि भर्खरै स्कुलको ड्रेसमा यो खेल मैदानमा आएका विद्यार्थी भाइ बहिनीहरूलाई थोरै राजनीतिक चेत चाहिँ राख्न अनुरोध गर्दछु। र राजनीतिक चेत हामीले चाहिँ सकारात्मक राखियो र सही राखियो भने देश स्वस्थ हुन्छ। देश स्वस्थ भयो भने हामीलाई धेरै अवसरहरू आउनेछन् र ती अवसरहरूले विभिन्न खेलका आयामहरू पनि खुल्नेछन् र त्यसले हामीलाई शरीरलाई पनि स्वस्थ राख्नेछ। त्यसैले पहिला देशलाई पनि स्वस्थ राख्ने विषयमा अलिकति सबैलाई सोच्नको निम्ति म विशेष अनुरोध गर्न चाहन्छु। र आगामी दिनमा यहाँ म पनि एउटा राजनीतिक पार्टीबाट प्रतिनिधित्व गर्दै गर्दा र अन्य राजनीतिक पार्टीबाट अथवा भनौँ जननिर्वाचित हाम्रा चाहिँ जनप्रतिनिधिहरूको बिचमा यस्ता खेलहरूका लागि विभिन्न खालका व्यायामशालाहरू स्थान स्थानमा उपलब्ध गराउन सकियो यदि हामीले भने आगामी दिनमा सुजन श्रेष्ठको जस्तै नेतृत्व रूपा गाउँपालिकाभित्रबाट अन्य धेरैले गर्नेछन्, धेरै खेलहरू हुनेछन्। र जब हामी खेल मैदान व्यवस्थित गर्छौँ, जब खेलाडीको भविष्य सुनिश्चित गर्न सक्छौँ भने त्यसपछि हाम्रा युवा साथीहरूले खेलमा आफ्नो जिन्दगी खोज्न थाल्नेछन्, स्वस्थ शरीर लिएर खेलभित्र आफ्नो जिन्दगी खोज्न थाल्नेछन्। त्यसैले पनि यो कुरालाई अलि गहन भएर सम्बन्धित निकायहरूले पनि यसलाई नजर गरिदिनको लागि विनम्र अनुरोध गर्दछु। र विशेष गरेर आज खेलको कार्यक्रम सम्पूर्ण खेलाडी साथीहरूलाई एकदमै हृदयदेखि सफलताको शुभकामना। खेल स्वच्छ रहोस् र आयोजक कमिटीलाई रूपा गाउँपालिकामा पहिलोचोटि यसरी फुटबल खेल आयोजना गर्नुभएकोमा र आगामी दिनमा अझ थप ऊर्जा मिलोस् हार्दिक शुभकामना छ। सँगसँगै उपस्थित हुने सम्पूर्ण महानुभावहरूले खेललाई पोजिटिभली लिनुहोला र हेर्न मात्रै होइन, अब हामी पनि फुटबल खेल्नेछौँ भनेर यो मैदानलाई भोलिका दिनबाट भलिबल मात्रै होइन फुटबल पनि र अन्य खेलहरूको लागि पनि यो मैदान भरपुर प्रयोग होस्। हार्दिक शुभकामना छ। यहाँहरू सम्पूर्णलाई हार्दिक शुभकामना व्यक्त गर्दै सुजन श्रेष्ठजी लगायत सिङ्गो टिमलाई यदि कहीँ कतै राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट कुनै सहयोगको आवश्यकता महसुस भयो भने हामी कुनै पनि तरहले हर तरहले तयार रहेको जानकारी गराउँदै मेरा 2 शब्द यहीँ टुङ्ग्याउन चाहन्छु। नमस्कार, धन्यवाद। धन्यवाद। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रूपा गाउँपालिका सभापति राजेन्द्र सुवेदीज्यू। यसै गरी म फेरि पनि आसन ग्रहण जोड्न चाहे। ध्रुवतारा क्लबका सचिव दीपकजीलाई स्टेजमा आएर आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। यसै गरी अतिथिको आसन ग्रहण गरिदिनु हुन प्रहरी नायक निरीक्षक डिएसपी शैलेन्द्र केसीज्यूलाई स्टेजमा आएर आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। दिलेन्द्र केसीज्यूलाई आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यसै गरी शुभकामना मन्तव्य राखिदिनु हुन वडा नम्बर रूपा गाउँपालिका वडा नम्बर 6 का वडा अध्यक्ष
नारायण गुरुङज्यूलाई हार्दिक अनुरोध गर्दछु। हस् त, धन्यवाद आदरणीय उद्घोषक, यस गरिमाय संस्थाका आदरणीय सचिवज्यू। आज यस प्रथम धोबन कप 7A साइड फुटबल प्रतियोगिता कार्यक्रमका आदरणीय अध्यक्षज्यू, यसै गरी यस कार्यक्रमका आजका प्रमुख अतिथि रूपा गाउँपालिकाका आदरणीय उपाध्यक्षज्यू, यसै गरी आज यस कार्यक्रमका विशिष्ट अतिथि रूपा गाउँपालिकाका आदरणीय प्रमुख प्रशासकीय अधिकृतज्यू र यसै गरी मेरा सहकर्मी विशेष अतिथि रूपा गाउँपालिका वडा नम्बर 5 का अध्यक्षज्यू र उपस्थित मञ्चमा उपस्थित आसन ग्रहण गर्नुहुने सम्पूर्ण अतिथिगणज्यूहरू, साथै सुरक्षाकर्मी, पत्रकार मित्रहरू, सम्पूर्ण कर्मचारी मित्रहरू र उपस्थित खेलप्रेमी दाजुभाइ दिदीबहिनीज्यूहरूलाई यो कार्यक्रमको तर्फबाट र व्यक्तिगत र रूपा गाउँपालिका वडा नम्बर 6 को तर्फबाट हार्दिक न्यानो नमस्कार टक्राउन चाहन्छु। र सर्वप्रथममा यहाँहरूलाई यो कार्यक्रमको भव्य र सभ्यका साथ सफलताको हार्दिक शुभकामना पनि व्यक्त गर्न चाहन्छु। र म के भन्न चाहन्छु भने एउटा क्लबले गर्नुपर्ने दायित्व, एउटा क्लबले खेल्नुपर्ने भूमिकामा यो दोबन क्लबले खेलेको मैले महसुस गरेको छु। यसप्रति जो अहिले गाउँमा सानोतिनो फुटबलहरू भइरहेकै थियो, तर यो 7A साइड प्रथम पटक राख्नुभयो र यो खेल रूपा गाउँपालिकाभित्र प्रथम पनि हो। यसप्रति म दोबन क्लबका आदरणीय अध्यक्ष लगायत सम्पूर्ण सदस्यज्यूहरूलाई तपाईँहरूको यो आँट र के अरे जो तपाईँहरूको योजना छ त्यसप्रति म समर्थन जनाउँदै यहाँहरूलाई हार्दिक धन्यवाद टक्राउन पनि चाहन्छु। र विशेष गरेर रूपा गाउँपालिकाले सबैभन्दा ठुलो स्वास्थ्यलाई ध्यान दिएर खेलको साथसाथमा अनुशासनको साथसाथमा खेलकुदको पनि एउटा स्वास्थ्य चौकी बनाउनु भन्दा अगाडि हामीलाई एउटा खेल खेलेर निरोगी बन्नुमा राम्रो हुन्छ, उपयुक्त हुन्छ भनेर हामीले 2074 सालमै एक वडा एक खेल मैदानलाई हामीले घोषणा गरेका थियौँ। त्यस अनुरूप रूपा गाउँपालिकाले यस के अरे जो बर्ने पोखरी ठाउँ छ यो भिरचोकमा छ, यसलाई गाउँपालिका स्तरीय एउटा खेल मैदान घोषणा गरेको थियो। आज प्रथम गेम हुँदैछ यो खेल मैदानमा। यो खेल मैदानको तर्फबाट पनि म दोबन का आदरणीय अध्यक्ष लगायत सम्पूर्ण दोबन क्लबका सदस्यज्यूहरूलाई हार्दिक स्वागतका साथ धन्यवाद पनि टक्राउन चाहन्छु। हो, हामी क्लब स्थापना गर्छौँ, तर क्लबको विधान के हो र क्लबलाई कसरी सञ्चालित गर्ने हो, क्लबको के काम हुन्छ, त्यो कुरो हामीले ज्ञान हुनुपर्छ। सबै क्लबहरूमा विधानहरू लेखिएका हुन्छन्, त्यो विधानको अनुरूप हामी क्लब चल्न सकेको छ कि छैन त्यो समीक्षाहरू गर्नुपर्छ। यसले गर्दाखेरि क्लबहरूले सञ्चालन गर्दाखेरि मात्र गेमलाई मात्र टार्गेट पनि होइन, यसमा शिक्षा हुन आउन सक्छ, त्यसमा स्वास्थ्यको सन्दर्भमा आउन सक्छ, त्यसमा विकास निर्माणको सन्दर्भमा पनि आउँछ। जो किसिमसँग आज तपाईँ दोबन क्लबले खेलको लागि यो प्राथमिकता दिएर यो आज रूपा गाउँपालिकाको एउटा नमुना के अरे खेल प्रदर्शन गराउँदै हुनुहुन्छ, यसका साथसाथमा हामी तपाईँहरूलाई अनुरोध गर्न चाहन्छौँ विकास निर्माणको लागि पनि दोबन क्लब रूपा गाउँपालिकासँग साझेदार र हातमा हात मिलाउनको लागि पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। यही गर्दै म विशेष गरेर खेल आज गाउँमा हुँदैछ, सायद यो नौलो लागिरहेको छ, खेललाई भाइ बहिनीहरूले यसको नियमहरू धेरै मात्रामा उनीहरूलाई थाहा छैन होला। गेमलाई कसरी खेलाउने, गेम कस्तो रफ्तारमा जाने, खेललाई कतिको अनुशासितमा लाने, त्यो एउटा अम्पायरको हातमा हुन्छ। म पनि एउटा खेलाडीको हैसियतले गर्दाखेरि त्यो खेललाई कन्ट्रोल गर्नको लागि पनि म अनुरोध गर्न चाहन्छु।
त्यो खेलमा तपाईँले लापरवाही छोड्यो भने भोलि त्यो के जे पनि घटना हुन जान सक्छ। यसले गर्दाखेरि खेलको स्रोतबाटै कन्ट्रोल राखेर तपाईँको नियम कानुन अनुसार बसेर त्यसलाई कुनै पनि किसिमको निर्धक्कसँग तपाईँले निर्णय गर्नको लागि अनुरोध गर्दै हाम्रो सुरक्षाकर्मीहरूले तपाईँलाई सपोर्ट गर्नेछ, हामी आयोजकले तपाईँलाई सपोर्ट गर्नेछौँ, हामी सम्पूर्ण रूपावासीहरूले सम्पूर्णले तपाईँलाई सपोर्ट गर्नेछ। यसले गर्दाखेरि अम्पायर मित्रहरूलाई राम्रोसँग खेल सञ्चालन गरिदिनको लागि पनि म अनुरोध गर्न चाहन्छु। र विशेष गरेर यहाँ आज हामी धेरै भाषणभन्दा पनि हामी खेल हेर्न आतुर छौँ। हामी यहाँ खेलमा हामी के अरे हाम्रो भाइहरूको प्रतिभा हेर्नको लागि हामी आतुर भइरहेका छौँ। यसले गर्दाखेरि यो कार्यक्रम आयोजन गर्नुभयो, यो कार्यक्रममा मलाई निमन्त्रण दिनुभयो, यसप्रति आयोजकलाई धेरै धेरै धन्यवाद दिँदै फेरि पनि तपाईँहरूको यो कार्यक्रमको भव्य र सभ्यका साथ सफलताको शुभकामना सहित मेरो भनाइहरू यहीँ टुङ्गाउन चाहन्छु। हवस् त, नमस्कार। धन्यवाद। रूपा गाउँपालिका वडा नम्बर 6 का अध्यक्ष नारायण गुरुङज्यूलाई। यसै गरी म आसन ग्रहणलाई जोड्न चाहे। यस दोभान क्लबका वरिष्ठ सल्लाहकार दिपेन्द्र खनालज्यू स्टेजमा आएर आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। शुभकामना मन्तव्य राखिदिउन रूपा गाउँपालिका हुनहार वडा नम्बर 5 का अध्यक्ष राजन खनालज्यूलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद। कार्यक्रम सञ्चालक तथा रूपा गाउँपालिका वडा नम्बर 5 फेदी स्थित दोभान क्लबका आदरणीय सचिवज्यूलाई। समाज परिवर्तन हाम्रो अभियान युवा नेतृत्व दोभानको पहिचान भन्ने मूल नाराका साथ रूपा गाउँपालिका वडा नम्बर 5 स्थित दोभान क्लबले आयोजना गरेको यो रूपा गाउँपालिकाको एउटा नमुना रङ्गशाला जो निर्माणाधीनको क्रममा छ, त्यहाँ ऐतिहासिक दोभान क्लब प्रथम 7A साइड फुटबल प्रतियोगिता भइरहेको छ। स्थानीय स्थापना भए पश्चात हामी यो 7औं वर्षमा अनुरोध निरन्तर खटिरहेको अवस्थामा रूपा गाउँपालिका वडा नम्बर 5 दोभान क्लबले आयोजना गरेको यो ऐतिहासिक 7A साइड फुटबल प्रतियोगिताका आदरणीय अध्यक्ष तथा दोभान क्लबका अध्यक्ष श्रद्धेय सुजन श्रेष्ठज्यू र यो कार्यक्रमको सफलताको लागि यो कार्यक्रममा आगमन हुनुभएका यो कार्यक्रमका प्रमुख अतिथि रूपा गाउँपालिकाका श्रद्धेय उपाध्यक्ष लाल सुब्बा गुरुङज्यू र कार्यक्रमका विशिष्ट अतिथि रूपा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतज्यू, रूपा गाउँपालिका 1, 2, 3, 4, 6 र 7 का श्रद्धेय वडाध्यक्षज्यूहरू, रूपा गाउँपालिका शिक्षा शाखाका प्रमुख तथा शिक्षा शाखाका हाल निमित्त प्रमुख बृहस्पति अधिकारी सर र स्वास्थ्य शाखाका प्रमुख रामचन्द्र सर र यसै गरी मञ्चमा आसीन विभिन्न सङ्घ संस्थाका अतिथिज्यूहरू र रूपा गाउँपालिका वडा नम्बर 5 बाट यो कार्यक्रमको सफलताको लागि आउनुभएका खडागाउँ टोल विकास संस्थाका आदरणीय अध्यक्ष सुबेदार केयर सिंह गुरुङज्यू, फेदी टोल विकास संस्थाका अध्यक्ष क्याप्टन शान्तकुमार श्रेष्ठज्यू र रूपा गाउँपालिका अन्तर्गत रहेका देउराली प्रहरी चौकीका इन्चार्जज्यू, फालभन्ज्याङ प्रहरी चौकीका इन्चार्जज्यू र मैले यहाँ देखिरहेको छु विभिन्न चौकीबाट यहाँ आउनु भएको छ तालबेसी चौकीका इन्चार्जज्यू र यहाँ मञ्चमा आसीन रहनुभएका सम्बोधनमा काहीँ छुटे भए पनि यो कार्यक्रमले निमन्त्रणा गरेर दोभान क्लबले चाहिँ यहाँहरूलाई साधारण निमन्त्रणा गरेर पाल्नुभएका विभिन्न सङ्घ संस्थाका प्रतिनिधि तथा प्रमुखज्यू, ठुलो सामुदायिक वनका अध्यक्ष रूपा 5 का इन्द्रलाल श्रेष्ठज्यू र यो कार्यक्रमलाई उजागर गर्नका निमित्त कार्यक्रममा भइपरे आउने समस्याका निमित्त र हामीलाई स्वास्थ्य डेस्कमा बस्नुभएका स्वास्थ्य कर्मी कर्मचारीज्यूहरू र कार्यक्रममा उपस्थित भएका पत्रकार मित्रहरू, खेलप्रेमी खेलाडी साथीहरू, दर्शक महानुभावहरू सबैमा रूपा गाउँपालिका वडा नम्बर 5 को तर्फबाट मेरो व्यक्तिगत तर्फबाट हार्दिक अभिवादन नमस्कार व्यक्त गर्न चाहन्छु र
विभिन्न कुराहरू हाम्रो वडा नम्बर 6 को वडा अध्यक्षज्यूले राखिसक्नु भएको छ। त्यसलाई नदोहोरिकन म यहाँहरूलाई केही कुरा राख्न चाहन्छु। र अघि नै मैले भने युवा भन्ने बित्तिकै यो देशका विभिन्न असल काम गर्नका निमित्त, समाजलाई असल निर्माण गर्नका निमित्त, समाज परिवर्तन गर्नका निमित्त विभिन्न कुराहरूमा युवा एउटा मेरुदण्ड हो। त्यही मेरुदण्डले पनि अहिले युवालाई खेलकुदमा जोड्न पर्छ। खेलकुद पनि हाम्रो एउटा मेरुदण्ड हो। यसले शारीरिक स्वस्थता राख्नका निमित्त र भोलि विभिन्न गण्डकी प्रदेशकै नमुना रूपा गाउँपालिकाको खेलाडीको पहिचान गर्नका निमित्त एउटा नयाँ आयाम थपेको छ। यसलाई पक्का पनि दोभान क्लबले उजागर गरेर लानेछ र यहाँहरूले यो सुरुवात गर्नुभएको छ। त्यसैमा पनि रूपा गाउँपालिका वडा नम्बर 5 बाट सुरु भएको छ र रूपा गाउँपालिका वडा नम्बर 5 को वडा समिति यहाँहरूप्रति गौरवान्वित छ। यहाँहरूलाई हार्दिक धन्यवाद पनि ज्ञापन गर्न चाहन्छु र आगामी दिनमा पनि हामी यसरी नै यो खेलकुदसँग जोडिएर र यो क्लबलाई माथि उठाउनका निमित्त, योलाई नेतृत्वदायी भूमिकामा जानका निमित्त, अब गाउँपालिकाकै युवाहरूको नेतृत्व गर्नका निमित्त दोभान क्लबले एउटा नयाँ आयाम लिएर अगाडि बढेको छ। पक्का पनि म दोभान क्लबका पदाधिकारी साथीहरू रूपा गाउँपालिकाका समग्र फराकिलो सोच लिएर रूपा गाउँपालिकाभित्र रहेका सबै वडाहरूलाई विकास समृद्धिमा जोडेर समाजवादतिर उन्मुख भएर गाउँपालिकालाई नमुना गाउँपालिका बनाउनका निमित्त यहाँहरूको चौतर्फी रूपमा सहयोग र सद्भावको आवश्यकता छ। यहाँहरू लाग्नुहुनेछ र हामीले यहाँहरूलाई सामाजिक, आर्थिक, भौतिक सहयोगहरू गाउँपालिकाको तर्फबाट अवश्य पनि गर्नुपर्नेछ र म गाउँपालिकाको स्तरीय उपाध्यक्ष वडा नम्बर 6 को वडा अध्यक्ष पनि हामी माझ यहीँ हुनुहुन्छ। म यहाँहरूलाई आग्रह पनि गर्न चाहन्छु र यो आगामी कार्यपालिकाको बैठकमा यो खेलकुद जुन रूपा गाउँपालिका दोभान क्लबले आयोजना गर्यो, यसको चाहिँ उत्साहका निमित्त, यसलाई सहयोग गर्नका निमित्त हामीले एउटा एजेन्डा पनि प्रस्तुत गर्नुपर्नेछ र मलाई सम्झना पनि छ रूपा गाउँपालिका वडा नम्बर 6 को वडा अध्यक्षज्यूले गत कार्यपालिका बैठकमा दोभान क्लबले आयोजना गरेको यो खेलकुद प्रतियोगिताको विषयमा आफ्नो प्रस्ताव पेश गर्नु भएको थियो। त्यो प्रस्ताव अगाडि बढिरहेको छ। 6 नम्बरको वडा अध्यक्षज्यूलाई पनि म हार्दिक धन्यवाद दिन चाहन्छु। समग्र रूपमा यो खेल रूपा गाउँपालिका वडा नम्बर 5 ले गरे पनि ऐतिहासिक रूपा गाउँपालिकाको नमुना चाहिँ रङ्गशालामा भइरहेको छ। त्यही भएको हुनाले हामीले समग्र रूपमा सबैलाई जोडेर लान पर्छ र हामी सबैजना रूपा गाउँपालिकाका समग्र रूपमा विभिन्न राजनीतिक दलमा रहेका र सामाजिक व्यक्तित्वहरू हामी माझ हुनुहुन्छ र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिज्यू यहाँ हुनुहुन्छ। मैले चाहिँ उहाँलाई थोरै छुटाएँ र चाहिँ माफ गर्नुहोला, उहाँलाई म सम्झन चाहन्छु र तपाईँ हामी सबै मिलेर यो गाउँपालिकाको समग्र विकासका निमित्त तपाईँ हामी एकबद्धता भएर एकमाना एकताका साथ गाउँपालिकाको विकासका कार्यक्रमहरूमा समाज परिवर्तन गर्नका निमित्त जुन क्लबले चाहिँ यो नारै बोकेको छ, यो नारालाई साकार पार्नका निमित्त तपाईँ हामी एकजुट भएर अगाडि लाग्नुपर्नेछ भन्ने पनि म यहाँहरूलाई चाहिँ आफ्नो बनाइराख्न चाहन्छु र अन्त्यमा रूपा गाउँपालिका वडा नम्बर 5 मा रहेको एउटा नमुना क्लब दोभान क्लबले आयोजना गरेको 7A साइड यो फुटबल प्रतियोगिता छ। यो प्रतियोगिताले हाम्रो गाउँपालिकामा, कास्की जिल्लामै, गण्डकी प्रदेशमा नै एउटा नयाँ ऐतिहासिक कामको मार्ग प्रस्तुत गरेको छ। सम्पूर्ण युवा भाइ बहिनीहरूले खेलकुदमालाई एकाकार गरेर अगाडि बढ्नुहुनेछ भन्ने अपेक्षासहित यो 7A साइड फुटबल प्रतियोगिताको 5औं दिनसम्म आज 1 गतेबाट सुरुवात भएको छ। केही बेरमा यो उद्घाटन सत्र छ। यो उद्घाटनसँगै क्रमशः 5 गतेसम्म यो कार्यक्रम निरन्तरता अगाडि बढ्नेछ र यो 5औं दिनसम्मको निरन्तर अगाडि बढ्ने कार्यक्रमको भव्य सभ्य कुशल सफलताको कामना गर्दै दोभान क्लब रूपा 5 फेदीको उत्तर प्रगतिको शुभकामना मन्तव्य व्यक्त गर्दै मेरो भनाइहरू यही अन्त्य गर्छु। हस्त अभिवादन, नमस्कार। धन्यवाद रूपा गाउँपालिका वडा नम्बर 5 का अध्यक्ष राजन खनालज्यूलाई। यसै गरी म आसन ग्रहण जोड्न म चाहे रूपा मुस्लिम समाजका आमा समूहका अध्यक्ष कसरिना मियालाई आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। यसै गरी आसन ग्रहण गरिदिनु अतिथिको आसन ग्रहण गरिदिनु चन्द्रप्रभाका शिक्षक मोहम्मद महासिनीलाई आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। यसै गरी स्वागत नृत्य
गरिदिनु। चन्द्रप्रभाका नानीहरू प्रकिसा गुरुङ र भूमिका गुरुङलाई हार्दिक अनुरोध गर्दछु र गीतमा ट्र्याक बजाइदिनु हुन निराज श्रेष्ठज्यूलाई हार्दिक अनुरोध गर्दछु। खेलाडी साथीहरू एकछिन बल होल्ड गरिदिनु होला, यहाँ स्वागत नृत्य भइरहेछ। खेलाडी साथीहरू बल एकछिन होल्ड गरिदिनु होला, फुटबल स्वागत नृत्य भइरहेछ। नेटै नचलेको यार।